र साथीहरू यतिखेर चाहिँ म एउटा पसलमा छु र यहाँ चाहिँ कल्चरल ड्रेसहरू चाहिँ लगाएर फोटो खिचाइन्छ र कल्चरल ड्रेस पनि उपलब्ध गराइन्छ। म यहाँको चाहिँ साउजीसँग कुरा गर्न गइरहेको छु। आउनुहोस् कुरा गरौँ। दाइ नमस्कार। नमस्कार दाइ, यो अब कल्चरल चाहिँ यो जुन छ ड्रेसहरू यहाँ चाहिँ होइन, यो चाहिँ के तपाईँले नै हो उपलब्ध गराउने? हजुर हो, हामीले उपलब्ध गराउँछौँ। के अरे ग्रुपमा आउँदाखेरि एउटा भाउ र के अरे सिङ्गल आउट अर्को भाउ छ। हजुर ग्रुपमा आउँदाखेरि हामीले केही कन्सेसन गर्छौँ। हजुर ओके। सिङ्गलको लागि चाहिँ कति हो? सिङ्गलको लागि 300 हो, तर सायद 200सम्म लगाइन्छ। कुन सबै ड्रेसको लागि के एउटै प्राइस हो कि फरक फरक? होइन, सबै ड्रेसको एउटै प्राइस हुन्छ, त्यो के अरे फरक हुँदैन। हजुर। अनि के ग्रुपको लागि? ग्रुपको लागि त्यही हो, 200 पनि हुन्छ। कुनैलाई त्यो शेर्पा ड्रेस लगाउनेलाई 200 गरिन्छ। ल ओके, धन्यवाद दाइ। अनि के अरे कतिको मान्छेहरू आउँछन् यहाँ त आउँछ मान्छेहरू, शुक्रबार र शनिबार विशेष मान्छे आउँछ। अरू बेलामा त्यति आउँदैन। अब यो अफ सिजन छ, त्यो अफ सिजनले गर्दाखेरि अलिक कम हुन पनि सक्छ। ओके। अनि यदि यहाँ कोही आउन चाहनुहुन्छ भने हजुरको यो होइन पसलको चाहिँ एड्रेस दिनु न। यो नमस्ते गेस्ट हाउस हो क्यारे खास त। गेस्ट हाउस पनि छ? गेस्ट हाउस पनि छ। र हामी चाहिँ सुत्ने मात्रै हो, खानाको व्यवस्था चाहिँ छैन। सुत्नको लागि चाहिँ हजुरको पनि हुन्छ अनि ड्रेसहरू पनि उपलब्ध हुन्छ? उपलब्ध हुन्छ। ल धेरै धेरै धन्यवाद दाइ। थ्याङ्क यू।